अ टिप फर इच डे अन्तर्गत यहाँको भाइरल गुरु एनपीएल यहाँहरूमाझ उपस्थित भइसकेको छ। जो बिगिनर्स हुनुहुन्छ, जो चाहिँ कम्प्युटर सिक्ने सुरुवाती हुनुहुन्छ, उहाँहरूका लागि यो भिडियो अत्यन्तै उपयोगी छ भन्ने मलाई लागेको छ र सो अन्तर्गत यहाँहरूलाई म यो भिडियो ल्याएर उपस्थित भएको छु। यहाँहरूले एक्सलमा काम गरिरहँदा यहाँहरूले चाहिँ एक्सलका चाहिँ कोलम र रोहरूलाई यसको लेन्थ र हाइटलाई यहाँहरूले चाहिँ मिलाइरहनु पर्ने हुन्छ, पटक पटक मिलाउनुहुन्छ। जस्तै उदाहरणका लागि हामीले यहाँ लेख्यौँ सिरियल नम्बर, ओके, यसरी लेख्नुहुन्छ। अनि त्यसपछि गएर यहाँले चाहिँ ट्याब गर्नुभयो भने यहाँ यसरी चाहिँ फेरि माथि गएर यसरी मिलाइराख्नु भएको हुन्छ। यसले के गर्छ, धेरै टाइम लिने गर्छ। जस्तै अर्को उदाहरण हेरौँ, नेम अफ STUDENT स्टुडेन्ट लेख्नुभयो। अब यहाँले यति यहाँ चाहिँ कोलमहरूलाई यसले चाहिँ स्पेस लिने गर्छ। फेरि यहाँले यसरी क्लिक गरेर यसरी मिलाउनुहुन्छ। इट टेक्स लङ टाइम, ओके, इट टेक्स लङ टाइम। यसले के गर्छ, चाहिँ धेरै समय लिन्छ। त्यसका लागि यहाँहरूले सर्वप्रथम सजिलैसँग अटो फिट गर्नका लागि यहाँहरूको वर्कसिटमा यहाँहरूले राइट क्लिक गर्नु होला। यो एरोलाई ख्याल गर्नु होला। राइट क्लिक गरिसकेपछि यहाँनिर भ्यू कोड भनेर आएको हुन्छ। यो भ्यू कोडमा क्लिक गर्नु होला र भ्यू कोडमा क्लिक गरिसकेपछि यहाँहरूलाई यो डायलग बक्स देखा पर्छ र त्यस पछाडि यहाँहरूले यहाँनिर गएर यसलाई वर्कसिटमा लैजानु पर्ने हुन्छ र वर्कसिटमा लैजानुहोस्। वर्कसिटमा लगिसकेपछि यहाँहरूलाई यस्तो प्रकारको इन्टरफेयर आउने छ र आइसकेपछि यहाँले लेख्नु होला CELLS सेल्स डट EN इन्टायर कोलम भनेर हान्नु होला। ENTIRE COLUMN भनेर हान्नु होला। अनि यहाँ देखा पर्छ र यसलाई क्लिक गरिदिनु होला। क्लिक गरिसकेपछि फेरि यहाँले के गरिदिनु होला, डट गरिदिनु होला र अनि त्यसपछि लेखिदिनु होला AUTO अटो। लेख्ने बित्तिकै यहाँहरूलाई अटो फिट भनेर आउँछ, AUTO FIT भनेर आउँछ। यसलाई क्लिक गरिदिनु होला। यसलाई क्लिक गरिसकेपछि अब यहाँहरूले केही पनि गर्नु पर्दैन। यहाँहरूले जस्ट यसलाई चाहिँ क्रस गरिदिनु होला, यसलाई पनि क्रस गरिदिनु होला र अब यहाँले काम गर्न सक्नुहुन्छ। जस्तै हामी लेख्छौँ SN लेख्नुभयो, ट्याब गरिदिनुहोस्, अटो फिट भइहाल्छ। नेम अफ STUDENT स्टुडेन्ट, होइन, फेरि ट्याब गरिदिनुहोस्। यसरी चाहिँ यसले आफै स्पेस लगिहाल्छ। जस्तै फर इक्जाम्पल नेम अफ स्कुल लेखिदिनु भयो, यहाँले फेरि ट्याब गरिदिनुहोस्। यसरी आफै यसले चाहिँ जस्तै मार्क MARKS मार्क्स अथवा कुनै चाहिँ यहाँले सब्जेक्ट लेख्नुपर्ने हुनसक्छ SUBJECT सब्जेक्ट, अनि ट्याब गरिदिनुहोस्। यसरी यहाँहरूले काम गर्दाखेरि निकै छिटो, छरितो र सहज ढङ्गले आफ्नो कामलाई सम्पन्न गर्न सक्नुहुन्छ। मलाई आशा छ यो भिडियो यहाँ जो बिगिनर्सहरू हुनुहुन्छ, जो कम्प्युटर सिक्दै हुनुहुन्छ, उहाँहरूका लागि यो अत्यन्तै उपयोगी हुने छ र यहाँहरूले जसले यो सिक्नु भएको छैन, यसरी यहाँहरूलाई काम गर्न निकै छिटो र छरितो हुनसक्छ। यहाँहरूले यस्तै प्रकारका भिडियोहरू हेर्नका लागि हाम्रो युट्युब च्यानल VIRAL भाइरल GURU गुरु NPL युट्युबको सर्च बटनमा गएर सब्सक्राइब गर्न नभुल्नुहोला र यदि फेसबुकबाट हेर्दै हुनुहुन्छ भने पनि फेसबुकमा फलो गरेर साथ दिनुहोला। म यहाँहरूमाझ यस्तै टिप्सका साथ उपस्थित हुने बाचासहित यहाँहरूको दिन शुभ रहोस् भन्दै बिदा हुन्छु। हस्त, धन्यवाद, नमस्कार, जय होस्।